यस्तो कालो हुन्जेल पनि हाम्रो साथीले चाहिँ क्लच प्लेट घोट्टाएर एकदमै बाइकलाई मार पारेर बाइकै गुड्न नसक्ने अवस्थामा थियो। अब यस्तो राम्रो हुनुपर्ने, यस्तो रातो, यस्तो नयाँ हुनुपर्ने गुडिन्जेल भनिन्छ नि समयमा उपचार गरे क्यान्सर पनि बिसो हुन्छ। एकदमै विभत्स अवस्थामा गुडाएर यो व्हील क्लच, हब क्लच सबै ध्वस्त बनाइसक्नु भएको रहेछ। तपाईहरु पनि आफ्नो बाइकलाई एकदमै टाइममै रिपेयर गर्नु होला, टाइममै राम्रो ठाउँमा सर्भिसिङ गर्नुभयो भने चाहिँ थोरै पैसाले पनि तपाईहरुको बाइक सधैँ गुडिरहन्छ। भनिन्छ नि थोरै थोरै बचाए पनि धेरै हुन्छ, त्यस्तै हो है। सानो कुरामै तपाईहरुले आफ्नो बाइकमा अलिकति पनि साउन्ड आउने बित्तिकै राम्रो सर्भिस सेन्टरमा गएर मजाले बाइक बनाउनु भने यो रोयल एनफिल्डमा एकदमै खर्च आउँदैन बुलेटमा। अब यस्तै गरी चलाउनु भयो, यस्तै झम्पट बनाएर ल्याउनु भने चाहिँ खर्च पनि आउँछ, बाइकले पनि दुःख दिन्छ। त्यसै कारणले सर्भिस सेन्टर छान्दाखेरि जेनुन सामान हाल्छ हाल्दैन, राम्रो छ छैन सबै कुरा बुझेर रिभ्यू लिएर मात्र जानु होला। केही पर्यो भने प्लिज वान एन्ड ओन्ली वान देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा आएर एकदमै नयाँ जस्तै बाइक बनाएर सदैव सरर चढ्नु होला है त। धन्यवाद हजुर सबैजनालाई।